हेलो गाइज, गरिमाको भ्लगमा यहाँहरूलाई फेरि धेरै धेरै स्वागत छ। मैले चाहिँ एउटा अनलाइनबाट सामान मगाएको थिएँ नि त, अनि त्यो आज आइपुगेछ क्या। अनि अफिसमा मैले रिसिभ गरेँ यो सामान। कस्तो छ सँगै खोलेर हेरौँ क्या। यो चाहिँ आएको छ फ्ललेस मेकअप एन्ड नेल्स अफ गङ्गबु काठमाडौँबाट ल। त्यहाँ चाहिँ अरू पनि सर्भिसहरू रहेछ होइन, स्पेसियल सर्भिस, हाइड्रा फेसियल, नेल एक्सटेन्सन सबै थोक रहेछ। मैले चाहिँ यो टिकटकमा देखेको थिएँ कि, अनि कस्तो हुँदो रहेछ भनेर ट्राई गर्न मन लाग्यो, त्यही भएर यो मैले मगाएको छु। अब हेरौँ ल कस्तो छ। यति धेरै स्टिच हानेको रहेछ क्या, पुरै मजाले नझरोस् भनेर हालेको होला। खोल्न चाहिँ कति स्टिच रहेछ हौ। सानो रहेछ। ग्लो ड्रप, यो चाहिँ मैले ग्लो ड्रप मगाएको। सुरुमा चाहिँ मोइस्चराइजर लाउने, मोइस्चराइजर लगाइसके पछाडि सनब्लक लगाउने, त्यस पछाडि यसलाई चाहिँ बिबी क्रिममा मिक्स गरेर लाउँदा पनि हुन्छ अरे ग्लो ड्रपलाई। होइन भने यसलाई चाहिँ सनस्क्रिनमा लाउँदा पनि हुन्छ, फाउन्डेसनमा लाउँदा पनि मिल्छ अरे क्या। यस्तो हेरौँ ल। बट्टा चाहिँ कस्तो क्युट रहेछ क्या, है क्युट। एफ ग्लो ड्रप्स हाइलाइटर, फ्लोरमरको हाइलाइटर। कति एमएल रहेछ भन्दाखेरि यो चाहिँ 14 एमएल, 14 एमएल मात्रै रहेछ हौ। त्यहाँ हेर्दा चाहिँ मैले ठुलो जस्तो लागेको थियो अलिक, तर यो सानो रहेछ, क्युट रहेछ बट्टा। बाहिरबाट हेर्दाखेरि नै यसको चाहिँ सेट भनेको कहाँ लेखेको छ, सेट मैले 2 नम्बर सेट नै मगाएको थिएँ, किनभने मेरो स्किन टोन वाइट छैन नि त। अनि 2 नम्बर मगाएको थिएँ। 02 यहाँ लेखेको छ क्या, 02 लेखेको छ। यो 02 भनेको चाहिँ नि गोरो छाला होइन क्या, अलिक ठिक्कको के भन्नु होला, गाउँ गोरो त्यस्तो छालाको लागि यो ठिक हुन्छ अरे। अब म यो पछि यो ट्राई गर्छु, अनि कस्तो हुँदो रहेछ अनि तपाईँहरूलाई भन्छु ल साथी। एक ड्रप चाहिँ यहाँ हातमै लगाएर हेरौँ ल कस्तो हुँदो रहेछ। हेर्नु त, यो हात यस्तो छ, यो हात यस्तो छ। 1 ड्रप लाउँदा साइनिङ चाहिँ आयो हातमा। अब फेसमा चाहिँ म लाएर तपाईँहरूलाई पछि देखाउँछु। बाई बाई गाइज।